rapid fire questions. One word that motivates you. Dream. One word for Darjeeling. La. Maya. Maya. One thing that you always carry. Cell phone. Cell phone. One word for politics. Politics को एउटा शब्द सेवा सर्भिस. One word for your people. One word. अति नै माया. ल माया. माया. If you were a mythological character. Mythological character. Ram. One word for PM Modi. गोर्खाहरूको सपना. सपना. One word for Rahul Gandhi. Sacrifice. One word for S. Jaishankar. Failure. One advice to the youth. One advice to the youth. Passion. Sir, तपाईको ऱ्यापिड फायरमा why did you called Jaishankar as a failure? अब जयशंकर उहाँ अब एक्सटर्नल मिनिस्टर भएको यो सेकेन्ड टर्म हो उहाँको. अनि यसरी हेर्नुहोस् न, भारतको आजको दिनमा एक्सटर्नल भनेको हाम्रो बाहिरको पब्लिक रिलेसन्स, हाम्रो अरू कन्ट्रिजहरूसँग हाम्रो रिलेसनसिप. आजको दिनमा हेर्नुहोस् न, अमेरिकाको अगाडि हामी सबसर्भेन्ट भइरहेछ होइन. ट्रम्पको अगाडि यति एउटा ट्यारिफ्स लगाइरहेछ अनि हामीले चाहिँ त्यसमा घुँडा टेकिरहेछ. तपाईले इन्डियाको आज हेर्नु हो भने हैन, वी आर सराउन्डेड बाई माने चाइना पाकिस्तानको इन्फ्लुएन्स. पाकिस्तान त पहिलादेखि नै हाम्रो विरोधी थियो. यतापट्टि हेर्दाखेरि बर्मा हैन, चाइनाको इन्फ्लुएन्समा. श्रीलङ्का जुन चाहिँ हाम्रो माने अधीनमा हैन, हाम्रो रिलेसनसिप थियो श्रीलङ्कामा. राजीव गान्धीको टाइममा त्यहाँ हामीले पिस किपिङ फोर्स पनि हालेको थियो. त्यो आजको दिनमा त्यो हेर्नुहोस्, बङ्गलादेशलाई फ्रिडम दिने इन्दिरा गान्धीको टाइममा इन्डियाले गर्दाखेरि इस्ट र वेस्ट पाकिस्तानको डिभिजन भयो. तर आज हेर्नुहोस्, बङ्गलादेशलाई भारतलाई यति साह्रो नकारात्मक सोचमा लान्छ. माथि अफगानिस्तान हेरेर भुटान नेपाल हेर्दाखेरि हाम्रो रिलेसनसिप आज हिस्टोरिकली लो छ. अनि हामी सराउन्डेड इन अल थ्री साइड्स. हाम्रो देशमा हामी सराउन्डेड बाई चाइनाको इन्फ्लुएन्स होइन. अनि थाइल्यान्डै होस्, म्यानमारै होस्, श्रीलङ्का नै होस्, नेपाल आज हेर्नुहोस् त, नेपालले बारम्बार भारतभन्दा चाइनासँग हामी मिल्नुपर्छ भन्दैछ. पाकिस्तान होस् या यो भुटानहरू पनि होस् होइन. सो आई थिङ्क हाम्रो नेबरहुड कन्ट्रिजमा जयशंकर एन्ड दिस गभर्मेन्ट हेज बिन अ फेलियर. अनि इन्टरनेसनल वेदर मैले तपाईँको अमेरिकासँगै कुरा गरौँ, युक्रेनसँगै कुरा गरौँ, युरोपियन कन्ट्रिजसँगै कुरा गरौँ, हेर्नुहोस् हाम्रो इन्डियन्सहरूलाई कतिजनालाई इलिगल इमिग्रेन्ट्स भनेर अमेरिकाबाट के भन्छ पक्रिकिन पठाउँदैछ होइन. तर त्यसको रियाक्सन हाम्रो हेर्नुहोस् न, यति सबड्युड होइन. ज्यू हजुर नमस्तेमा मात्रै छ हामी ट्रम्पसँग होइन. सो यसले के बताउँछ भन्दाखेरि चाहिँ हाम्रो जुन चाहिँ त्यो भारतमान भारत त्यो चाहिँ एक्चुअली होइन. तर हामी एक्सटिरियर हाम्रो रिलेसनसिपमा चाहिँ हामी एकदमै कम्प्लिट फेलियर भएको जस्तो लाग्छ अहिलेको घडीमा, यो 10 सालको अन्तरालमा. Is equals to सपना होइन. यो अब प्राइम मिनिस्टर मोदी होइन, आदरणीय होइन. म देशको तिर म कमेन्ट गर्नु चाहदिनँ. तर हाम्रो जुन चाहिँ यो लोकल उद्देश्यमा उहाँ आएर होइन, गोर्खाको सपना मेरा सपना है, सबको ट्राइबल स्टेटस, खास मगर गुरु सबैको नाम भनेको. तर हरेक समय यहाँ जहाँ आउँछ त्यति बेला भोट कलेक्ट गर्नु मात्रै आउँछ, भोटको पछि गायब हुन्छ होइन. अनि गोर्खाको सपना
सपनै भयो भनेर नै मैले सपना भनेको। मलाई उहाँको माथि त्यस्तो आश गोर्खा जातिप्रति यो दार्जिलिङ क्षेत्रपट्टि आश चाहिँ लाग्दैन मलाई। थ्याङ्क यू सर।